हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा मिस्टर अनमोल ब्लग्समा। स्वागत छ हजुरहरूलाई। ह्याप्पी दसैँ सबैजनालाई, देशमा हुनुभएको विदेशमा हुनुभएको सबैजना दिदीबहिनीहरूलाई ह्याप्पी दसैँ मेरो र मेरो फ्यामिलीको तर्फबाट। सो आज दसैँ हो, अब हेरौँ टिका सिका लाउने अनि अब के खाने। यहीँ गाउँको साइडमा मेला लाग्छ, सायद मेला पनि हेर्न जाने। सो हजुरहरूलाई हेराउनेवाला छौँ। सो अब नुहाउन जान्छ, नुहाएको पनि छैन। सो लेट्स गो, नुहाउनतर्फ लागे। हेलो साथीहरू, आज के पाकिरहेको छ हेर्नुहोस् त। मेरो घरमा दाल भात पाके, हाम्रो भुटुवा। यता हेर्नुहोस्, उता अचार छ। यता हेर्नुहोस्, भात पाकिसक्यो। अनि मेरो घरको जमरा पनि हेर्नुहोस् न, कति ठुलो भएको छ। मामा दामी भएको छ। सो गाइज, भुटान बनाउनको लागि मलाई बनिएको छ। के गर्नु, भुटुवा त बनाउनै पर्यो, खानै पर्यो। सो गाइज, म नुहाइसकेँ अनि अब जमरा लगाउने टाइम पनि भइसकेछ लगभग। हेर्नुहोस् मेरो घरको जमरा। अनि अब म रेडी भइसकेको छु। भइसक्यो। सो गाइज, अब हामीहरू गइरहेछौँ फोटो खिचाउने तर्फ। यहाँ हाम्रो गाउँको बाइपासतिरको अलिकति राम्रो फोटो आउँछ। सो फोटो खिचाउने तर्फ लाग्यौँ अनि केही टाइम पछि हामीहरू जान्छौँ मेला हेर्न। सो फाइनली अब हामीहरू मेला हेर्नतर्फ लाग्यौँ। अनि यहाँ धेरैजना विसर्जन गरेर आइसकेको पनि थियन्। अनि हामीहरू गइरहेको थियौँ, सबैतिर भइसकेको थियो। अब हेरौँ, भयङ्कर भिड थियो अनि हेर्न पनि मजा आइरहेको थियो। भिड थियो अनि अब हामीहरू पारिबाट यता साइडमा आएपछि हेराउनेवाला छौँ। योचोटि राम्ररी नै हेर्न पायौँ। अनि पहिला यता डेन्जर हुन्थ्यो, झगडाहरू हुन्थ्यो। अनि योचोटि पुलिस प्रशासनले पनि धेरै नै सपोर्ट गर्यो। अनि रोड ब्लक हुन्थ्यो, त्यो पनि चेक गर्यो, सही गर्यो। अनि आर्मीहरू पनि आएको थिएन। यस्तै हो, मेला हेरिसकेँ, अब हिँड्नेवाला छौँ घरतिर। फाइनली अब भिडियो एन्ड गर्न पनि टाइम भइसकेको छ। अब भोइस ओभर गरिदिन्छु, एन्ड गरिदिन्छु यतिमै। सो लाइक, यहाँसम्म हेर्नुभएको छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। बाई बाई।